अक्सफोर्ड सिटी इङ्ल्यान्डमा आइपुगेका छौँ र हाम्रो सिधै पछाडि अक्सफोर्ड युनिभर्सिटी रहेको छ। अक्सफोर्ड युनिभर्सिटीको स्थापना आजभन्दा लगभग 929 वर्ष अगाडि सन् 1096 मा भएको थियो। यसको सबैभन्दा पुरानो कलेज युनिभर्सिटी कलेज, जसको स्थापना सन् 1249 मा भएको थियो। त्यो पछाडि बालवल कलेज र मोर्टन कलेज चाहिँ सन् 1263 र 64 मा भएको थियो। यो युनिभर्सिटीमा लगभग 27,000 विद्यार्थीहरूले अध्ययन गर्दछन्, जसमा 15,000 अन्डर ग्रेजुएट र 12,000 जति पोस्ट ग्रेजुएट छन्। यहाँको एडमिन स्टाफहरू लगभग 8,000 र एकाडेमिक स्टाफहरू 7,000 रहेका छन्। यो संसारको नम्बर 1 प्रख्यात विश्वविद्यालयको लामो समयसम्म चान्सलर क्रिस्टोफर प्याटनले गरेका थिए र क्रिस प्याटन हङकङका पूर्व गभर्नर हुन्। अहिले केही समय यता यसको चान्सलर लर्ड विलियम हेग रहेका छन्। लर्ड विलियम हेग मार्गरेट थ्याचर प्रधानमन्त्री पछाडिको कन्जर्भेटिभ पार्टीको निकै लामो समयसम्म लिडर गरेका मानिस हुन्। यसको भाइस चान्सलर भने महिला छिन् र उनको नाम आर्विन ट्रेसी हुन्। जे होस्, अक्सफोर्ड युनिभर्सिटीको जम्मा 39 वटा कलेजहरू छन्। सिधै अगाडिको कलेजको नाम चाहिँ न्युफिल्ड कलेज हो र 4 वटा हलहरू रहेका छन्। हल पनि दामी नै छ, किनभने एउटा हलमा लगभग 400 जना जति विद्यार्थीहरूले अध्ययन गर्दछन्। हामी अक्सफोर्ड युनिभर्सिटीको विभिन्न कलेजहरू भित्र गएर केही भिडियोहरू बनाउनेछौँ र त्यहाँ कसले पढेका थिए, के विषयमा पढेका थिए र के भए भन्ने विषयमा पनि बनाउनेछौँ। अहिलेसम्म बेलायतको प्रधानमन्त्रीहरू अक्सफोर्ड युनिभर्सिटीमा पढेका 31 जना भइसकेका छन्। तीमध्ये 13 जना प्रधानमन्त्रीहरू भने क्राइस्ट चर्च अक्सफोर्ड युनिभर्सिटीमा पढेका भएका छन्। यसको विषयमा एकदम रमाइलो धेरै सूचनामूलक भिडियोहरू म तपाईँहरूलाई दिनेछु।